The fruit. So this is the fruit from Tarai. Normally चाहिँ I don't buy fruits from like अब मार्केटबाट किन्दिनँ किनभने इट्स कस्तो कन्डिसनमा हुन्छ because we are eating raw हामी raw खाँदाखेरि चाहिँ अब पेस्टिसाइड सिधै खान्छ जस्तो लाग्छ र अर्को कुरा हामीले चाहिँ सिजनल फ्रुट्स र भेजिटेबल खानुपर्छ ग्रीन हाउसमा फलेकोमा चाहिँ त्यति धेरै चाहिँ भाइटामिन्स अथवा त्यो नहुन सक्छ भन्ने त्यो अब नहुँदैन भनेर प्रुफ पनि छ अलिकति किल हुन्छ होला नि त हैन किनभने प्रिजर्भ हुन्छ त्यो हैन त्यो प्रिजर्भ होइन नि ग्रीन हाउसमा भनेको कस्तो भने ग्रीन हाउस भने मान्छेले कोल्ड स्टोरहरुतिर राखेर खान्छन् कोल्ड स्टोरतिर राखेको अर्कै हो फेरि द्याट्स स्टोर हैन तर यो ग्रीन हाउस भन्नाले ग्रीन हाउस भनेको त्यो टेम्परेचर फेभरेबल टेम्परेचर बनाएर एउटा कुनै एउटा पर्टिकुलर ठाउँमा चाहिँ फेभरेबल टेम्परेचर मेन्टेन गरेर त्यस्तो गर्दाखेरि चाहिँ उत्पादन गर्ने उत्पादन हुन पनि गाह्रो हुन्छ प्लस त्यसमा हुनुपर्ने त्यो क्वालिटी पनि हुँदैन के सो दिस इज द अर्ग्यानिक म्याङ्गो यो तराई लाहानबाट त्यति मिठो त हुँदैन खासमा यो अब तेलबहादुर दाइलाई गिफ्ट ल्याएको उसले फ्रुट्स खान्छ भनेर सोल्टी आज हामीसँग आएन ठिकै छ अब डटेपुटेको हातमा पर्यो ल ठिक छ सक्नु पनि छैन के पनि छैन ठिकै हान्दिने हो होइन दिन न एउटा म यति खाइदिन्छु ल पालो दिनु एउटा दिन तिमी एउटा म एउटा लुगा What the hell is this? What is कस्तो हुन्छ त्यस्तो साह्रो मिठो चाहिँ हुँदैन है र है अब होइन त्यस्तो अब मागेर बनाउने जस्तो गुलियो चाहिँ हुँदैन अनि यो चाहिँ अब के कुन चाहिँ कास्ट जात हो त्यो मलाई थाहा छैन माल्टा हो कि पाल्टा हो कि थाहा छैन अब यो चाहिँ लोकल आँप हो अब यसलाई चाहिँ डस्टबिनमा फाल्नुपर्छ हामीले अथवा झुक्रै चपाइदिने मैले त चपाइदिनु त होइन तर होइन यो खोला त खोल्यो भने खोला चपाइदिनु ल मिठो त ट्राई गर्नु इट्स अमेजिङ है तर टेस्ट चाहिँ तर मार्केटमा त्यस्तो साह्रो टेस्ट छैन है सही तर अर्ग्यानिक हो नि त दे हेभ नट युज पेस्टिसाइड्स त्यसले मिठास दिने काम गर्छ पेस्टिसाइडले चाँडै पकाउने स्वाद चेन्ज गर्ने जस्तो के बाहिरबाट स्प्रे गर्ने कुनै स्प्रे गर्छ कुनै चाहिँ इन्जेक्ट गर्ने इन्जेक्ट त गर्नु स्प्रे गर्छ बाहिरबाट कुनै चाहिँ बोटमा पनि हाल्छ ए बोट भनेको छर्किने कि अनि कुनै कुनै चाहिँ टिपिसकेपछि पनि हाल्ने गर्छ पेस्टिसाइड त्यो चाहिँ पकाउन हाल्छ कि म्याक्सिमम केरामा युज गर्छ केरामा चाहिँ हामीले यसरी हाम्रो घरतिर चाहिँ केरा पाक्दाखेरि के हुन्छ भन्दाखेरि त्यो कहिले पनि बोटमा पाक्दैन त्यो केराको घारलाई काट्यो अनि हामीले कसरी नेचुरली त्यसलाई चाहिँ पकाउँछ भन्दाखेरि चट्ट लगाएर चाहिँ नुन पानीमा डुबो हुने अनि त्यसलाई चाहिँ अलिकति ऱ्याप गर्ने क्या तातो गर्नुपर्ने पाक्नुको लागि अनि त्यसलाई चाहिँ हामीले कुनै एउटा ऱ्याप गरेर अनि परालको भित्र एकदम सोखानी गरिदिने क्या मतलब तर गुम्साउने अनि त्यसले गर्दा नेचुरल परालमा गर्छन् कुनै धानमा पनि गर्छन् हामी चाहिँ परालमा गर्छौँ अनि त्यो यति स्वाद हुन्छ कि यो बास्ना पनि आउँछ कि त्यो टाढेबाट केराको स्वाद आउँछ क्या बास्ना अनि त्यो बास्ना गयो नि फलफुलको मलाई एक बक्स पठाएको थियो सबैलाई अलिअलि बाँध्ने हो मैले नि अलिअलि खाने सबैलाई अलिअलि बाँध्ने सबैलाई अलिअलि आफूले पनि खाने हो मैले पनि खानु मैले एप्पल पनि जस्ट स्याउहरू पनि मुस्ताङबाटै मगाउँछ हो लिचीहरू भयो सिजनल फ्रुटहरू जस्तो काफलहरू अस्ति थियो यो काफल अनि यो ऐसेलहरू पनि जङ्गलमा काफलहरू पाउँछ तिमी तपाईँलाई म रुख चढ्न आउँदैन र हामी चाहिँ ऐसे त्यो पहिलोवाला ऐसेलु पहिलो ऐसेलु होइन भने ठुलै हुन्छ अङ्कुर टाइपको हुन्छ यहाँ हामी पहिला बच्चामा मामाको जाने बेलामा तिम्बु खै सम्झिनु त्यस्तो लाग्यो होइन पहिलो खालको हुन्छ क्या अङ्कुर टाइपको हुन्छ अनि त्यो चाहिँ भित्र गेरा पनि आई थिङ्क मसला त्यसको नाम चाहिँ के भन्छ थाहा भएन तर त्यस्तो पाउँछ क्या यहाँ हामी होइन मेरो साथी नल्लुको साथी फार्ममा सबै छ उसको बिरुवा लामाकोमा ललित नल्लु फ्रुट्सहरू म्याक्सिमम् छ उसको काठमाडौँ नफल्ने म यो बाटो फर्स्ट टाइम हिँडेको 2062 को जनआन्दोलन हुँदाखेरि सूर्यविनायकमा मामा घर हो नि त सुन न त्यो बेलामा हामी यो बाटो त हाम्रो यो मेन हाइवे त उता भयो नि त बुझ्नुभयो अनि ढुङ्गा अब हामान भएर त एकदमै आन्दोलन चर्की भइरहेको हामी ट्याक्कै त्यहीँ पऱ्यौँ अनि हामी यो माथि यो सूर्यविनायक मन्दिर हुँदा यो जङ्गलको बाटो हुँदा गएको थियो त्यो बेलामा एकदमै डेन्जरस थियो यहाँ अहिले धेरै चेन्ज भएको छ तर अर्ग्यानिक आँप चाहिँ दामी छ है दामी नै गरेर खानु चाहिँ यस्तो पर्छ फ्रुट्सहरू प्रकृतिले फेरि त्यसरी नै दिन्छ क्या समयअनुसार समय होइन जोगाइसक्नु छ क्या
यस जस्तो आँप किन गर्मी महिनामा फल्छ भने आँपले चाहिँ शरीरमा कुल अलिकति चिसो पार्छ नि त तराईमा कुल चाहियो। कस्तो त्यो बोटले गर्दा कि खाने यो फ्रुट्सले नै गर्दा हो? त्यसको जुसले गर्दा होला, रुखले गर्दा जुस। भनेपछि यो धेरै खाना गर्मी हुँदैन किन गर्मी ठाउँमै फल्ने र गर्मी मान्छेले पनि खाने भएको भएर भने एउटा छ, यसलाई नै हान्ने क्या हो तपाईँ एउटा हानिदिनुहोस्। हामी आदि मादि मलाई मलाई भयो खान्न खान्न मेरो आदि खान्छ तपाईँ एउटा खाइसक्नुहुन्छ भने म भयो खाइयो क्या हो खाइदिनु ल त ल यसमा फाल्नु पऱ्यो नि त होइन उता खाने हो हुन्छ। यो त खासमा नै डम्प हुन्छ तर त्यो डस्टबिनसम्म छुट्टै छुट्टै फाल्ने, प्लास्टिकभित्र राखेर नफालौँ। ल त्यो हजुरले अब खाएन अब उहाँ किन आउनु भयो आज? अब पारिवारिक मान्छे बच्चा भएको छ अफकोर्स त्यो त अब धेरै पछि भएको। कति वर्षपछि भएको भाइ बिहे गरे? पर्दै गयो यस्तो पर्सनल कुरा नगरौँ ल त्यो पनि मानिदियोस्, रेस्पोन्सिबिलिटी निकाल्नु भएको छ राम्रोसँग। ठिक छ नि, इट्स अ पार्ट अफ लाइफ। नेचरको पनि पार्टै होइन मदरहुड। होइन कसैको जिन्दगीमा पार्ट चाहिँ लाइक केयरिङ द थिङ्स यु हेभ, कसैको चाहिँ मेक समथिङ न्यू। अब हेरौँ नेपालमा फलहरू चाहिँ छ कि जस्तो हामी ढोलपाटी जाँदा ट्रेकिङ जाँदाखेरि स्याउहरू कति फल्छ क्या। पहिला मेरो बुवाहरू पनि जोमसोम जाँदा होइन कहिले भन्दा 2050 साल 52 सालतिर क्या म सानो थिएँ। माई फादर युज टु ट्राभल, त्यतिखेर स्याउ त त्यहाँ फाल्थ्यो क्या। अनि स्याउको ड्राई एप्पल स्याउको रक्सी बन्नु कारण के थियो भने त्यो एक्सेसिभ भयो नि त। हो अब के अन्त अब तर अहिले चाहिँ के भयो भने फेरि स्याउ छैन क्या त्यहाँ मार्केटमा गएको भएर। ए ओके त्यो त रक्सी सक्सी बन्दैन, रक्सी सक्सी बन्नु त बन्छ तर पहिला जस्तो बन्दैन, त्यो ड्राई एप्पल पनि पाउँदैन क्या। अब स्याउले काटेर सुकाएर त्यसलाई के अरू बेला कन्ज्युम गर्ने कति लिएर हुन्छ कि मेरो बुवा प्लास्टिक दिन त हाल्यो हो र त्यो बेलामा लिएर हुन्थ्यो त्यस्तो साह्रो ड्राई एप्पल लाइक त्यो 52-53 सालतिर हुने कुरा हो क्या। म जन्मै थिएन आई वाज बोर्न इन 2054 म सानो थिएँ, मलाई याद छ। तपाईँको अहिले बिहार नेपालमा त्यत्रो घुमे मान्छे अहिले कहिले बोर लाग्दैन उहाँलाई? उता नि घुमिहाल्नुहुन्छ नि होइन उहाँ घुम्यो भने हो नि घुमेको याद। किनभने उहाँहरू जमसम जाँदाखेरि दे हेभ टु वक फ्रम नयाँ पुलदेखि हिँड्ने हो भान्द्रुक टाढा पानी घोरे पानी हुँदै तल तातो पानी निस्किने हो, शिखा स्वात हुँदै तल तातो पानी निस्किने हो। अनि तातो पानीबाट पनि फेरि हिँड्ने हो, त्यहाँबाट दाना घाँसा हुँदै स्याङ काला पानी हुँदै त्यहाँ हुँदै टुकुचे हुँदै जाने हो क्या। इट वाज लाइक पोखराबाट 10 दिन लाग्छ क्या हो, मलाई एक्ज्याक्ट थाहा भएन। अनि घुम्यो भने एज के हो तपाईँ ड्याडी चाहिँ एज अ टुरिस्टमै काम गर्नुहुन्थ्यो कि ऊ गाइड नै हुनुहुन्थ्यो कि अथवा अरू केही? No, he had a friend from Germany. Hey, okay. He had a friend from Germany and a friend from Germany. With him? With them. With them. Not only one. They are a group of people. त्यही भएर अनि जर्मनको पिपललाई चाहिँ देख्नु उहाँले जर्मनको मेरो उहाँले के भन्नुभयो याद छ भने मलाई नेपाल भनेको ट्रेकिङ हो, म अहिले ट्रेकिङ गर्न सक्दिनँ, सो मलाई नेपाल भन्ने कुरै सक्छु भन्नुहुन्थ्यो क्या। ए ओके फ्रेन्ड अफ द्याट ओके फ्रेन्ड also became friends. फ्रेन्ड पनि हो लाइक इट्स लाइक गडफादर भन्छ के भन्छ गडफादर भनेको त ग्याङस्टरको होइन त्यस्तो हुन्छ नि। जस्ट मेरो सबै कुरा हेर्ने पनि उहाँ हो पहिला। ए ओके सो म अट्याच विथ डइचल्यान्ड तपाईँलाई एज सबै हेर्ने नि एज जर्मन एज तपाईँको लागि फादर जस्तै हुनुहुन्थ्यो कि त्यस्तै ओके एज गार्डियन। अनि कहिले तपाईँलाई यसो कन्ट्याक्ट? No, he died. It's been like more than 10 years he died.
हो र भी पास हो हाउ एज अ नर्मल नर्मल राइट मै फालेर आउँछु ओके यस फुड चाहिँ दामी थियो नि होइन ए तर यो मैले यो बजारमा यस्तो पाउँदैन नि कहाँ बजारमा कलर डिफरेन्स छ हेर्नु यो कलर छैन क्या बजारको रातो हुन्छ नि त रातो हुँदैन रहेछ अलिकति चिक्का हुन्छ हौ यो रातो छ कि छ र नेचुरली नै रातो छ ल, यो फालेर आउँछु कि म। एलोइस धेरै छ कहाँ फाल्ने खोइ त्यो बन्द गरेर जाउँ नि जाने बेला पहिला बन्द गरेर फालेर आउँछु म त मेरो ब्यागमा त्यो हुन्छ हेर त